दिन पहिलो बिहानको सो हेरिरहेछौँ, आफैले पनि पहिलोचोटि हेऱ्यौँ। त्यो हेर्दै गर्दा एउटा प्याकेज जस्तो सिनेमाभित्र भेटिन्छ अनि त्यो हेरेर चाहिँ केही हुन्छ, हेरिसकेपछि दर्शकहरूले आफैले बोलिदिनुहुन्छ, लेखिदिनुहुन्छ जस्तो हामीलाई चाहिँ लागिरहेछ अहिलेको समय चाहिँ। जस्तो यहाँको जुन यो सेकेन्ड मुभी होइन त, हजुरको यो सेकेन्ड मुभीमा हजुरले गर्नुभएको यो कामलाई पर्दामा अहिले हेर्दै गर्दाखेरि कस्तो पाइरहनु भएको छ तपाईँ? सुरेन्द्रजीले मलाई एकदमै राम्रो स्पेस दिनुभएको छ जस्तो लाग्छ यो फिल्ममा दिनुभएको छ नि। आफूलाई हेरेर चाहिँ त्यतिखेर सकेसम्म मैले बेस्ट दिए हो, राम्रै लागिरहेको छ, तर अझै राम्रो गर्नुपर्छ भन्ने पनि भइरहेको। जस्तो अब हाम्रो यतापट्टि अलिकति योभन्दा अगाडिको एउटा फिल्म अलिकति कमेडीबाट आएर अहिले चाहिँ वरिष्ठ बलराममा आफ्नो फरक लुक्स दिइरहनु भएको छ कमल सर। तपाईँले यो फिल्ममा बेस्ट के गरे जस्तो लाग्छ तपाईँलाई? अब आफूलाई त सबै बेस्ट लाग्छ होइन, अब अडियन्सले कुनलाई मन पराइदिनु हुन्छ, रुचाइदिनु हुन्छ होइन। हजुरले भने चाहिँ अगाडि कमेडी पनि गरियो, त्योभन्दा केही अगाडि भिलेनहरू पनि गरियो र यसमा चाहिँ अब हाम्रो मुख्य पात्र विजयको साथी भनेर काम गर्न पाउँदाखेरि अब साथी त धेरै लामो समयदेखिको हो, तर काम गर्ने अवसर चाहिँ यो पहिलोपटक दियो। जस्तो विजयजी, वरिष्ठ बलराम अब तपाईँले फाइनल्ली अब जनताको माझमा गइसक्यो, अब चाहिँ किन हेर्न आउने, के का लागि आउने वरिष्ठ बलराम हेर्न? भर्खर मैले हेर्दा पनि के का लागि भनेर हेर्दै थिएँ। त्यो हिसाबले दर्शकलाई भन्नु पर्दा चाहिँ कस्तो हुन्छ भने कहिलेकाहीँ हामी एउटा आवरणमा बस्छौँ, म वरिष्ठ हुने भान गर्छौँ, अनि त्यस्ता वरिष्ठ हुने भान गर्नेहरूले चाहिँ बलराम जस्तो पात्रलाई चलाइदिन्छ। चलाएपछि एउटा हुने सृजनाको कुरा हो, त्यो बिचमा चाहिँ उसले आफूलाई रियलाइजेसन गर्छ, परिवारको बोध गर्छ, अनि सम्बन्धको कथा भन्छ भित्र होइन। हुन त सबै सिनेमामा केही न केही त कुराहरू हुन्छन्, तर यो सिनेमामा चाहिँ प्याकेज एउटा प्रेम, एउटा घरको सम्बन्ध, अनि कसैले पालेको एउटा कर्म दिने बाबुआमाको प्रेम, त्यो बिचको प्रेमको कथा छ। अनि त्यो प्रेमको कथा भएको हुनाले चाहिँ एकचोटि हेर्नुहोस्, अब हेर्नै पर्छ भनेर जबरजस्ती भन्दा पनि एकचोटि हेरिदिनु भयो भने चाहिँ तपाईँलाई साँच्चै नै मनपर्छ होला, राम्रो लाग्छ होला भन्छु म। यति बेला तपाईँ विजय बरालको छेउमा साइड क्यारेक्टर खेल्दै गर्दाखेरि, विजय बरालसँगको स्क्रिन सेयर गर्दै गर्दाखेरि चाहिँ उहाँको त्यो बिहेभियर कस्तो लाग्थ्यो सुटिङ स्थलमा? बिहेभियर अब त्यो त हजुरहरूलाई थाहा छ, कुरा त काट्दिनँ तर एकदमै रमाइलो थियो, सजिलो पनि भयो मलाई एक्चुअली। नट जस्ट विजयजी पनि कमलजीहरू सबैजना हाम्रो जुन ग्याङ छ बलरामको, त्यो उहाँहरूले एकदमै रमाइलो र सजिलो बनाइदिनु भएको थियो। त्यो चाहिँ कुरा काट्ने केही छैन जस्तो। तपाईँलाई एकदमै सम्झिन मन लागेको वरिष्ठ बलराममा चाहिँ तपाईँ यो जुन खेल्दै गर्दाखेरि वरिष्ठ बलरामको सुटमा चाहिँ एकदमै सम्झना लाग्यो यो कुरा चाहिँ कुनै पनि फिल्ममा आयो भने बिर्सिनु हुन्छ? बिहाइन्ड द सिन कि बिहाइन्ड द सिनको त धेरै छ नि है। अब त्यहाँ चितवनको गर्मीमा बस्यो हामी 1 महिना 35 दिन जति, अब त्यो गर्मी खाइयो, अनि अब साथीभाइ जुन ग्याङको थियो, हामी बिहाइन्ड द सिनमा पनि वरिष्ठ ग्याङसँग न्यू खोज्ने, जिस्किने, पिकेट अन हाम्रो जुन यहाँ माइला छ ऊ अलिअलि तोते बोल्छ, त्यसलाई तोती बोलेरै जिस्काउने। यस वरिष्ठ ग्याङमाथि हाम्रो बलराम ग्याङ हाबी नै भएको थियो। सुटिङ स्थलमा पनि वरिष्ठ र बलरामकै ग्याङ छुट्टा अलग अलग त्यस्तो थियो, अलग अलग प्र्याक्टिस गर्थे साथीहरू। यता बलराम ग्याङ तयारी भएर यो वरिष्ठ ग्याङलाई कसरी पेल्ने भनेर तयारी गर्थे राति केटाहरू। त्यो स्क्रिप्टमा इम्प्रुभ भयो, त्यही भएर अलिक केटा हेर्नु, सिनेमा हेर्दा पनि देख्नुहुन्छ होला, त्यो केटाहरूले ट्याक पञ्च हान्छ, त्यो तयारी गर्थे उनीहरूले, त्यो रियलमा त्यो तयारी गर्थे। उहाँहरू बिचको तयारीको यो उहाँहरू दुईजना वरिष्ठ र बलरामको तयारीको बिचमा चाहिँ तपाईँको भूमिका कस्तो रह्यो त्यहाँ बिहाइन्ड सिनमा? मैले त के भन्नु, अब दर्शकहरूले हेर्नुभयो, हजुर हेर्नुभयो, कस्तो लाग्यो? बिहाइन्ड सिन त दर्शकले हेरेन। बिहाइन्ड द सिन बिहाइन्ड द सिन त मजा नै आयो मलाई, त्यस्तो मजा आयो मलाई। के कुरामा मजा आयो उहाँहरूको लाइक बिहाइन्ड द सिन भन्दा नि अब उहाँहरू सुट गर्दाखेरि उहाँको इम्प्रोभाइजेसन हेर्दा अनि पञ्च लाइन कस्तो मजाले एउटा कुरा थपे। जस्तो हाम्रो स्कुलिङ यता यो खालको इन्भाइरोमेन्टमा आएको, उहाँ चाहिँ हामी इन्डियामै अब एक्टिङ नै पढेर सिकेर आएको। हाम्रो जे होस् बिहाइन्ड द सिनमा नि एक्टिङकै कुराहरू हुन्थ्यो, हामीले जानेको कुराहरू उहाँलाई भन्ने, उहाँले जानेको कुराहरू सिकाउने गरेर एकदम रमाइलोका साथ नै सुटिङ गऱ्यौँ हामीले। वरिष्ठ बलरामको बिचमा न्याउली बनैमा भनेर छुस्स हाम्रो प्रशान्तजीले घुसाइदिनु भएको छ। यो गीतले तपाईँ फिल्म हेर्दै गर्दाखेरि के न्याय पाए जस्तो लाग्छ तपाईँको बिचमा यो गीत घुस्दै गर्दा? यो गीत मात्रै होइन, अरू पनि गीत छन् जुन चाहिँ अब हाम्रो रिलिज हुन चाहिँ बाँकी छ। सबै गीतले एकदम न्याय पाएको छ, किनभने हाम्रो स्क्रिप्ट नै बनेर बसेर चाहिँ बनाएको कामहरू हो सबै। अनि त्यो हिसाबले गीतको टक्क एकदम प्लेसमेन्टहरू दामी लागिरहेछ मलाई पनि, सुन्दा आज मजा आयो। तपाईँले एउटा थप्न मन लागेको कुरा चाहिँ यसमा चाहिँ स्कोरिङ पनि हामीले आफै गरेको छौँ यसपालि। मतलब स्कोरिङको त्यो ब्याकिङ भोकलहरू, आलापहरू अलिअलि
अनि त्यो झन् सुनिरहँदा अझ मजा आयो मलाई चाहिँ यो पहिला गरेको थिएन यहाँनिर चाहिँ त्यो पनि यो फिल्ममा नयाँ टेस्ट चाहिँ तपाईँले गर्नु हजुर एकदम त्यो पनि पाउनुहुन्छ केही छ क्वेसन अब केही त हुनु पर्यो लभिङ अब लम जान्छु अब न्याउली बनाइमा यत्रो विशेष मान्छे यहाँ भएपछि अहिले सर्वाधिक चलेको गीत हो जुन यत्रो प्रशान्त छ न्याउली बनेको 2 लाइन 2 लाइन तपाईँहरु सँगै हामी गर्छौँ हामी सँगै गर्छौँ कमलजी तयार ल आऊ कमल ल ल यता हेर सिधा हेर ल आँखाले बोला मायालु मनैले बोले त कसले पो सुन्छ र न्याउली बनैमा हितैको मायालाई राखे मनैमा हितैको मायालाई राखे मनैमा हस् धेरै थ्याङ्क यू सो मच